हेलो गाइज गुड मर्निङ है दिउँसो भएको जस्तो त छ तर दिउँसो चाहिँ भएको छैन है इभिनिङ गुड आफ्टरनुन हुनु छ है यस्तै छ अब हिँड्नु पऱ्यो है कहाँ हुन्छ कसरी हुन्छ जे हुन्छ दौड्न चाहिँ पऱ्यो है यस्तै छ ल गाइजहरू सानोहरू है सबैजना उठ्नुहोस् अब ढिल नगर्नुहोस् दिउँसो भइसकेको छ है मस्तै गरेर उठ्नुहोस् काम छैन भने त फेरि सुत्नुहोस् केही फरक पर्दैन ल ल ल हिँड्नुहोस् तपाईँको ड्याडीलाई भेट्न छिटो लाउनुहोस् मम्मीको ड्याडीलाई भेट्नु जाने है हामी ड्याडीलाई मम्मीको घर हिँड्ने है मम्मीको माइत चाहिँ तल है ल ल ल भक्ति पनि गर्छिन्छ उहाँले है भक्ति गर्नु परेन टिका लाउनु परेन ल भक्ति पनि गर्छिन्छ मेरो ल ल ल छिटो भक्ति गर्नुहोस् खुसी हुनुहुन्छ है ल भगवान् खुसी हुनुहुन्छ अरे भगवान् खुसी भयो सबै दिनुहुन्छ कहाँ दिनुहुन्छ भगवान्ले काम नगरेर खुसी भएर दिने भयो भगवान्ले सबभन्दा बढी त मलाई काम नगर्ने उसमा उपाधिमा मलाई दिन्थ्यो होला भगवान्ले है केही होइन है मम्मी त्यस्तो चाहिँ गलत कुरा है त्यो भगवान्ले दिनु काम गरे पो दिनुहुन्छ त काम नगर्छौँ भक्ति नगर्छौँ है दिनुपर्छ ल गेट खोलिसक्नु भएको छ मम्मीले सके कडा हो क्या मेरो आमा कडा पुरै आमा राइडमा है बिहान बाजे भेट्न काम त आइसकेको छैन है यता काम लगाइसकेकी छिन् लजाकी छैनन् आइसकेकी छिन् तपाईँहरूतिर आएको छिन् कि आएको छैनन् पुरै मेरो आमा त पुरै आफ्नो बाउलाई गर्न जानु लाग्यो है ड्याड यस ड्याड मेरो गाउँ यस्तै छ है गाउँ यही हो यस्तै छ है मामा घर चाहिँ जानु लाग्यो है टोपी त मेरो हजुरआमाको डेन्जर छ कसले मेरो आमाको बाउ आमा दे आर लिभिङ गड भगवान् हुन्छ त जुत्ता छोरीले गिफ्ट बाउलाई ज्ञानी छोरी बाउकी ज्ञानी छोरी बाउको ज्ञानी छोरी लाउनुहुन्छ बाउले नलागेको लाउँछ छोरीले गिफ्ट दिएको चिज है छोरीले माया गरेर गिफ्ट बाउलाई माया मेरो आमाको बाउ मेरो हजुरबाउ मेरो हजुरआमा गिफ्ट लिएर आएको जुत्तै भएन बाउ त 10 को छ फेरि ठुला मेरो आमाले बाउको जुत्तै साइज थाहा भएन ल छिटो 10 साइज हो वाला मिल्ने तेरो बा नाङ्गे बस्यान हो आमाले सही कुरा भन्नुभएको छ तेरो बेलामा नाङ्गे राखेको छ भन्नुभएको छ फेरि आमालाई है मेरो हजुरआमाले नाङ्गे राखेको छ भन्नुहुन्छ है अनि बालाई जुत्ता लगाइदिँदै भयो होला नि है जुत्ता आमा गिफ्टेड पुरै लफाङ्गिएर हिँडेँ म त फेरि छ्याउला गाउँलाई बाजालाई भेटेँ आएँ है कान्छाको फेमस कफी सप है 49 क्याफे कान्छाले मलाई प्रमोसन गर्दै भयो फ्रीमा कफी खान दिन्छ है फ्रीमा कान्छा हिरोको है कफी सप है मलाई सधैँ फ्रीमा खुवाउँछ है कान्छाले
हिरो मेरो कान्छो भाइ ज्याकी चानको भाइ स्याकी जान है चर्चावाला मुकुन्दे भाइ आइसकेको छ है अहिले भिडियोग्राफीमा पनि एकदम अब्बल हुनुहुन्छ है उहाँले अहिले उहाँ के अरे गीतको नाम भन्दै भाइ गीतको नाम भन्दा राम्रो होइन नि त मुकुन्दे च्यापे मुकुन्दे है सुकेको यो स्पेस फुल भएको थियो होइन अहिले पुरै लुज हानेको यस्तो छ मान्छेहरू यी आफै युज गर्छौँ है हामीलाई चाहे जे होस् कफी खान मेरो पारस भाइले धेरै धेरै धन्यवाद कफी खुवाउनु गएको छ है बिहान बिहान गरिबकोटामा कफी खुवाइसक्नु मेरो भाइले है बाबु यहीँ गरेर हाँस्थ्यो त सक्यो कि मेरो भाइको दाँतै काफी छ है अरू त के देखाउने तपाईँहरूलाई सुशीलजी र पारसजी यस्तै छ नि है हामीहरू खै यहीँ गरेर सानो फेरि ओके छिटो छिटो कमन छिटो 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 केटाकेटी सुझाउन रेडी है के खाजा हो क्या मेरो भान्जो लाउ आयो आफै चढ्छ है गाडी पनि ल ल ल आफै चढ्छ मेरो भान्जो ल हिरो हो के है आफै चढ्छ नि त ल के खाजा अरेन्ज खान्छौ बाबुले नि अरेन्ज ढोका ला छैन हो कि नै बाबुलाई सब थाहा हुन्छ ढोका ला छैन ढोका ला छैन कि न सानो स्कुल जाने हामी त चिल पार्न स्कुल जान्छ नि त ल चिज यस चिजवाला छ है सानो ल खै वा आमाले ल्याइदिएको वा न्यू सुज टुकुली यस्तै तातो लगे ल ल ल ठुलोवालालाई पुग्यो त छिटो ल ल ल छिटो जाने नै ल अब यिनको चिन्ता लाग्यो खाजा अरे स्कुलमा पनि 5,000 त खाजा खान्छन् अरे अनि यिनलाई खाजा छिट्टै चाहियो अरे है के ल खाजा यस खाजा प्रिन्स हो राजा हो हाम्रो राजा हो लातु राजा घरको राजा हो नि अरे दिदीले घरको राजा भनेको छिन् है वा स्कुल जाने है हामी अब हामी स्कुल जान्छौँ हो कि नै ल हामी स्कुलतिर गयौँ है हामी देशभरि पढ्छौँ भन्दैौ न हामी देशभरि पढ्छौँ है देशभरि कति बजी आउँछौँ अरे घर हामी 5 बजे है ओके के भन्छन् अरे भाइले मामालाई फोन गरेर भन्दाखेरि लाज मान्छन् हो कि नै डर मान्छन् हो कि नै भन्छ बाबुले हो कि नै प्रिन्सले हो कि नै यिनीको उनीहरू सानो तिम्रो प्रिन्स हो कि नै वा तिमी को हो त अनि टुकुली हो नि टुकुली हामी प्रिन्स होइन मङ्की को मङ्की अरे यो भाइ मङ्की तिमी पनि मङ्की मङ्की तिमी पनि राख्छ अरू स्कुल जान्छौँ कि नै हामीहरू हामी त चिल्पा लाठु लगाएर नि कस्तो गर्छन् लाठुले स्कुल जानु मन लाग्छ लाठु तिमीलाई भाग्दिउँ है आज हामी स्कुल नगएर भाग्दिउँ है हस् है भाग्दिनँ हामी स्कुल नगएर है स्कुल गइसक्नु भएको छ दुईजना बङ गान्ने भनेको तर स्कुल चाहिँ ल्याएर छोड्दै लास्टमा ओके भुवनको नयाँ मिस्त्री है भुवन साउको नयाँ मिस्त्री डायमन्ड मिस्त्री है कफी बनाउँछ डेन्जर है कफी खान आइदिनुलाई यति राम्रो जुङ्गा भएको केटीले यति मिठो कफी खुवाउँछन् नि आउनुहोस् है सबैजना सबैलाई निमन्त्रणा छ है यो खै 2-4 शब्द बोल्दै भाइ सस्तोमा खुवाउँछु भन्न आफ्नै हातले खुवाउँछिन् है यिनले गरिबहरूलाई गरिबहरू हुन् क्या होइन गरिब मलाई त गरिब हो त मलाई त पुरै हेर्छु जस्तो गरिब कोटा हो सिक्दैछ है यिनले सिक्दैछ भाइ यो
बोलाउनु त बोलाऊ के छ मासु भात सासुभात के व्यवस्थापन तेल सेल के छ मासु भातमा लाग्नुभयो भने अब अझै दिन धेरै हो तिमी हो के गर्न आएको खास को आउला बाबुदेखि हाम्रो आउँदै हुनुहुन्छ खेलकुद बब्लुजी खेलको बारेमा केही बुझ्न उहाँलाई स्वागत खेलको बारेमा त उहाँले बुझ्नु भएको छैन होला उहाँले काम कस्तो गर्ने नै उहाँले बब्लुजीले कस्तो काम राम्रो काम गर्नुहुन्छ के छ हाम्रो 10औं राष्ट्रिय यहाँ हुन्छ त खेलकुद के सटर भाडामा लिन आउनुभयो के तपाईँ ठेकदार छन् देखिन्न होइन सटर होइन दियो भने भोलि व्यापार व्यवसाय गरौँ सबैलाई राम्रो गर्ने है अटो लिएर आउनु भएको छ है जस्तै हजुर जस्तो अटो व्यवसाय 10वटा सटर लाग्ने अरूलाई महँगो बेच्ने त्यस्तो काम नगर्दिनु होला हामीलाई सौदा मिलाइदिनु होला उद्यमशीलता असली अटो ल सानो है ल जाङ्गीजी है ल आउनुहोस् पुरै है ल मेरो आमाले बनाएको सेलरोटी पुरै है मोज छ मेरो आमालाई चिल छ के दुई बहिनीको पुरै गन्थन चलिरहेको छ पुरै चियासँग वृन्दावन गएर राधे राधे गर्ने हो हामी त जाने हो ल चिया खाम वाह राधे राधे कर रही मेरी माँ राधे को मान रही है आप दो बहन किसको गाली कर रही है कुरा काट रही है दो बहनी दुई बहिनी बसेर गाउँठाउँको कुरा चाहिँ चलिरहेछन् है सुनिदिनुहोस् पुरै हाम्रो घरको भगवान् काम हान्दिनुहुन्छ सुख दिने भगवान् हो हाम्रो अनि पुरै भगवान् हो क्या उहाँ पुऱ्याइदिने भगवान् है म कहाँ फुटाल्ने हुनुभएको मोबाइल फुटालिहाली सुनिदिनु भयो मेरो आमा टुर जाने थाक उजार नहुन है चिल हान्न दिदीबहिनी लगेर पुरै अनि बर्थडेमा जाने कसको बर्थडे मनाउनु पर्दिया ठाको उजार नहुने अरे गएर बहिनीलाई लैजाऊ भनेको त यसलाई लैजान्न अरे यसले गाउँ गएर हल्ला गर्छ अरे भन्नुभएको छ है मेरो आमाले छि टुरमा मेरो आमा घुम्न जाने अरे दिदीबहिनी त लगेर आमाले है टुर जाने भनिरहनु भएको छ है गुरुजी गुरुजीहरू यो भरमको खेती चाहिँ नगरौँ है मसान त हिँड्ने होइन भन्ने होला त 10 जना लगेर जाने हो क्या हामी 10 जना लगेर ढालामा नि हाल्ने मान्छे ल मम्मी ल ओके दुई बहिनी सल्लाह गर्नुहोस् कि कपडा सपडा हाल्नुहोस् ओके भनिसक्नुभयो त अनि 3 बहिनी यिनी 1 बहिनी 2 ल हामीहरू है उडिसक्यौँ है आकाशमा भाइ गुरु रुपेश हुँदै हुनुहुन्छ ल होइन है अफिसको नाम सरकारी अफिस पुरै मेरो भाइ यहाँ कुद्नु भएको छ मजा आउँछ है आज यहीँ सुत्दिन्छौँ हामी त सरकारी अफिस कुर्दै भाइले आज ड्राइभरी कामबाट तलब पाएर दाइलाई पानी खुवाउनु ल्याउनु भएको छ है पुरै क्याफेमा पानी शुभ होटलमा पानी आउनु लगाइदिनु भएको छ हिरो हो क्या मेरो भाइ होइन सक्यो क्या लजाइदे बाबु लजाइदे 20,000 चलाउनु पुगेको छ है भाइले 20,000 पनि हेर है उता कहाँ यता रोक न कहाँ हो यता घुमाउनु मिल्दैन सिनियर लाइन्सको खलासी है यहाँ खलासी प्लेन छुट्याएर आइसक्यो यहाँ सिनियर लाइन्सको खलासी म यार हो सिनियर लाइन्सको खलासी है यो खलासी मेरो भाइ हिरो हो क्या चाह पनि भ्याउँछ मेरो भाइले अर्को भाइ त अब के भन्ने उहाँ त डर लाग्दै मान्छे उहाँ त उहाँसँग डराउनुहोस् है सबैजना त पुरै डर लाग्दो म होइन पछाडिको हरे डर लाग्दो त होइन हिरो हो क्या
म्याराथन दौडाउनु भनेको भएको छैन यो चाहिँ डेन्जर हाम्रो हरियो ज्याकेट लाउने यो त 20 किलोमिटर एकैचोटि दौड्छ है हिरो यो सरकारी अफिस कुरेर सरकारी कर्मचारीसँग बिदा मागेर जस्तो गर्छ बिदा मागेर आयो दाइ भोलि बिदा मागेर आएको भोलि 10 बजे फेरि तलब दिन्छन् कि जस्तो गरेर जानुपर्छ है तलब गाइस तलब बुझ्ने है बन्दुक निकालेर हान्न मिल्ने एउटा बन्दुक जस्तो किनेर ल्याएर सबैलाई फसाउने कहिले काहीँ त्यस्ता रिस उठ्छ नि त अस्ति जलाएदेखि के फरक पऱ्यो केही फरक त पर्दैन त्यही भएर चुप्प लागेको छु त्यही छु भने मैले हाँस त काम लागेको छ सरकारी कार्यालय छोडेर बल्ल पुरै दुखेसो लिएर अफिस कुरेर आएको दुःख त अब के गर्नु कार्यालय कुर्न अब हामीले नगरी कसले कुरिदिन्छ घर प्रस्थान भएन है भोलि बिहान 10 बजे भेट्ने बाचा गरेर सरकारी अफिसमा है यस्तै छ ओके बाई बाई हामी अब यस्तै त हो अब काम सकियो हामी सरकारी कर्मचारी जस्तो भएको छौँ है यो इन्जिनियर म 100 वर्ष जस्तो भएको है सक्यो है